अन्तत भुन्टीलाई प्रपोज गरे। भुन्टीसँग ठोकिने केटा हो दर्शकबिन। जब यता बिचारी भुन्टी आफ्नो दाइ टोकले बसेको ठाउँमा जाने क्रममा भने त्यो भुन्टीलाई पहिला माग्न आउने केटा, त्यही केटा जो भुन्टीसँग बाटोमा ठोकिएको थियो, त्यही केटाले भने भुन्टीको बाटो छेकेर र भुन्टीकै अगाडि आएर घोडा भुइँमा टेकेर भुन्टीलाई म तिमीलाई मन पराउँछु, तिमीसँग बिहे पनि गर्न चाहन्छु, मलाई थाहा छ कि तिमी बिहे गरेपछि सुख पाएका छैनौ, तिमीलाई तिम्रो बुढा र उसको परिवारले तिमीलाई गाली गर्ने र दुःख मात्र दिने गर्दा रहेछ र तिम्रो बुढाले पनि तिमीलाई डिभोर्स दिने र ऊ अर्कै केटीसँग विवाह गर्ने तयारी पनि भइसकेको छ। तर म त्यस्तो खालको केटा होइन र मेरो परिवार पनि त्यस्तो छैन। तिमीलाई म धेरै खुसी र साथ सपोर्ट पनि गर्नेछु कि तिमी मसँग विवाह गर्छौ भनेर भुन्टीलाई प्रस्ताव राखेका छन्। कि अब भुन्टीले त्यो केटाको प्रस्ताव मान्छ होला त? कि यो फेरि पनि त्यो केटाले सम्झेको त होइन र के यो साँच्चै हो भने भुन्टीले त्यो प्रस्ताव मानेर त्यो केटासँग विवाह गर्ला त? तपाईहरुलाई के लाग्छ तल कमेन्ट बक्समा भन्नुहोला। र यदि तपाईहरु पनि भुन्टी सिरियल मनैदेखि मन पराउनुहुन्छ र हप्ते पछि नछुटाइ हेर्नुहुन्छ र अब भुन्टीलाई खुसी भएको पनि हेर्न चाहनुहुन्छ भने भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी जनाउनुहोला।